हेलो गाइस, तपाईँहरूलाई स्वागत छ मेरो अर्को भिडियोमा। र आजको भिडियो चाहिँ हामी माथि सिमपानतिर आएको छौँ। दाजुभाइ बल्छी सल्छी खेल्ने भनेर आएको छौँ यो ठाउँमा। फेरि पानी अलिक पर्ला पर्ला जस्तो हुन्छ, जहिले भिडियो बनाउने बित्तिकै पानी चाहिँ मेरो चाहिँ पर्दिहाल्छ क्या, त्यही भएर यहाँ बल्छी सल्छी खेलिनौँ भने चाहिँ माथि डाँडातिर जान्छौँ। म बल्छी सल्छी खेल्न आँटेको छौँ। भाइ चाहिँ अब त्यो चारो खोज्नु गइरहेको छ, त्यहाँनिर चारो खोज्दैछ। भन्दा अगाडि चाहिँ मैले अब एक दुईवटा कुरा गर्छु। अब भिडियो चाहिँ हामीले भर्खरै मात्रै स्टार्ट गर्नु थालेको, कति भने 5-6 दिन मात्रै भइरहेछ। अब खासै राम्रो हामीसँग क्वालिटीको क्यामेराहरू पनि छैन, जस्तो छ त्यस्तैले हामीले स्टार्ट गरिरहेको छौँ। अब तपाईँहरूलाई अरू भन्दा पनि लास्टमा भन्नुभन्दा पनि अगाडि भनिदिइरहेको छु, सब्सक्राइब लाइक कमेन्ट चाहिँ गरिदिनुहोस्। अब किनभने नयाँ भिडियोहरू बनाउँदै गर्दाखेरि चाहिँ एउटा भ्युज र एउटा सब्सक्राइब र एउटा लाइकको चाहिँ यस्तो महत्त्व हुँदो रहेछ क्या, एकदम मनै छुने टाइपको हुँदो रहेछ। त्यही भएर होइन, सो एक चाहिँ गरिदिनु। अब यहाँनिर चाहिँ यो ग्राउन्ड छ। त्यतिखेर हामी अलिक बच्चै हुँदाखेरि चाहिँ ग्राउन्ड पनि थिएन क्या, सानै थियौँ। अनि यहाँनिर चाहिँ झ्याप पानी जमिन्थ्यो क्या, अलिकति यो ग्राउन्ड बनाएको थियो पनि। हामी चाहिँ अब फुटबलहरू पुरा खेल्थ्यौँ क्या त्यहाँनिर। अनि त्यहाँनिर फुटबल खेल्थ्यौँ। अनि यता ट्याङ्कीमा अघि देखाएको ट्याङ्कीमा चाहिँ गएर पौडी खेल्थ्यौँ। अनि खेदाउँथ्यो त्यहाँबाट क्या मान्छेले। अनि यहाँ माथि आएर चाहिँ कुरा हुन्थ्यो, त्यहाँनिर ग्राउन्ड भए चाहिँ कति फुटबल खेलिन्थ्यो हामी भनेर। अब भर्खर यो ग्राउन्ड बनायो। अब ग्राउन्ड बन्यो होइन, अहिले अब न टिम छ न केही छ हो, केटाहरूसँग टाइम छ। मलाई चाहिँ लाग्छ क्या हाम्रो सबैभन्दा राम्रो टाइम चाहिँ त्यो अब बचपनकै रहेछ क्या, अब केटाकेटी हुँदाकै रहेछ। अब ठुलो भएपछि चाहिँ यस्तो दामी छ, यस्तो दामी छ कि यतातिर। र यो माथि र मेरो उता प्रायः जस्तो आइरहने ठाउँ पनि देखाइदिन्छु, किनभने त्यहाँनिर चियाबारी छ। अनि त्यहाँनिर काम पनि मेरो भइरहन्छ नि त, त्यहाँ पनि देखाइदिन्छु। यहाँबाट चाहिँ आज पनि फेरि हल्का धुम्मा लागिरहेछ। धुम्मा नलागेर चाहिँ यहाँ दामी थियो रेडिङसेडिङहरू, यस्तै हो। त्यस्तै यहाँको ठाउँहरू भाइहरू बहिनीहरू आइरहेको छ त्यहाँनिर, कतैबाट घुम्न आएको होला। उनीहरूको डिस्टर्ब चाहिँ के गर्दैन भन्दै साथीहरू पानी पनि पऱ्यो, त्यही भएर हाम्रो चाहिँ भिडियो यहाँ अब आजलाई राखेर हामी चाहिँ एउटा फर्किनु लागेको। र भिडियो चाहिँ मन पऱ्यो भने सेयर लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् भन्दै तपाईँहरूको दिन चाहिँ आजको शुभ रहोस् भन्दै यो भिडियोलाई चाहिँ हामीले काफी है मुझे छोड़ दो